हेलो नमस्ते सबैजनालाई फेरि पनि आज म तपाईहरुलाई नयाँ ब्लग्स होइन एउटा रेसिपी लिएर आएको छु। धेरै दिन भयो अनि परिवारमा पनि मिलेर खाएको अनि कोही खाने कोही नखाने हाम्रो घरमा भएकोले गर्दा आज म आमा र मेरो एकदम जातीय खाना खाउँ न भनेर भन्नुभयो है। हामी चाहिँ जातीय खाना भन्छ अनि गौरीलाई। सो म जग्गा जातीय खाना बनाउन गइरहेको छु। सामान मैले रेडी चाहिँ अलमोस्ट रेडी नै गरिसकेको छु, तपाईलाई म देखाउनेछु। मेरो आमा चाहिँ एउटा डायबिटिस पेसेन्ट प्लस प्रेसर बिपी है हाई छ, त्यसले गर्दाखेरि बिमारी पेसेन्ट एकदम सादा सिम्पल अनि एकदम जातीय खाना बनाउन गइरहेको छु। सो तपाईले फर्स्टदेखि लास्टसम्म हेर्नुहोस् अनि तपाईलाई म भिडियो शब्द चाहिँ राम्रोसँगले सेयर गर्न गइरहेको छु। ल आउनुहोस् है। चाहिँ मैले डो अलरेडी रेडी गरिसकेको छु। नम छ है, आटाको डो बनाएको छु। प्याज र टमाटर मात्र लाएर सादा म बनाउन गइरहेको छु है। अनि यो चाहिँ मैले किनभनेदेखि चाहिँ अरू मसला लगायो भनेदेखिको अलिक असर पर्छ बिमारमा भनेर चाहिँ मैले एकदम सादा एकदम रसिलो धनियाँहरू हालेर चाहिँ बनाउँछु है। यसो धनियाँ भोटे धनियाँ जान्छ यसमा। अनि यो सादा यसको रस बनाएर म बनाउन गइरहेको छु है। कराई बसाएको छु। अनि कम्ती तेल लगाएर बनाउँछु है। यसमा नुन चाहिँ अलिकति बेसी लगाउँछ किनभने सुपमा आँटा पनि आउँछ नि त, कौडी पनि आउँछ राइस। आँटाको स्लाइस आएकोले गर्दा मिलेर यसलाई
कुखुराहरू त पुरा हुन्छ हाम्रोतिर चाहिँ कुखुराको टोनसँगै है कुखुराको आवाजसँगै तपाईँले मेरो भिडियो पनि हेर्नुहोस् है। अब हाम्रो चाहिँ यो मैदाको बनेन जाने आमाले अलि मैदा प्रोहिबिटेड गर्नुभएको छ, त्यसले गर्दा मैदा चाहिँ क्यान्सिल। अनि यहाँनिर यसो गरेर काटेर चाहिँ बेसी लामो हुन्छ, त्यसले गर्दा यसलाई छिटो काट्नेछु। टमाटर पाक्दै गर्दाखेरि सब्जी पाक्दै गर्दाखेरि चाहिँ मजाले टमाटर फ्यात्तै पाक्नुपर्छ नि त। मजाले पाक्नुको लागि चाहिँ राखेको छौँ ग्यासमा। फेरि म यहाँ रोटी बेलेर एकदम काट्नुको लागि चाहिँ म रोटी बेल्दैछु है। अनि यो चाहिँ फेरि कटिङमा पनि यस्तो हुन्छ, कसैले लामो मन पराउँछ, कसैले छोटो मन पराउँछ नि त, आफ्नो हेरी हुन्छ। अनि मैदामा पनि के छ भनेदेखि मैदा पनि कतिले मैदा मन पराउँछ, किनभने यो आटाको टेस्ट अलग्गै हुन्छ अनि मैदाको टेस्ट अलग्गै हुन्छ। मेरो चाहिँ बिमारीलाई बनाएकोले गर्दाखेरि चाहिँ एकदमै सादा छ यो। अनि त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ यो आटाको रोटी बनाउँदै गरेको अलिक पातलो, किनभने चारैपट्टि चाहिँ एक समानको चाहिँ छ भनेदेखि चाहिँ पाक्नुमा पनि हामीलाई सजिलो पर्छ। अन्त यो आँटाहरू चाहिँ किन लगाएको भन्दाखेरि चाहिँ नचिप्कोस् भनेर है, किनभने काटेपछि टालिन्छ नि त, थिचिएर के गरेर यो हुन्छ टालिन्छ भनेर चाहिँ काटेको। मैले चाहिँ मेरो हिसाबले त्यस्तो लामो गरेन अनि छोटो छोटै मैले काटेँ, किनभनेदेखिको पकाउँदाखेरि अनि खाँदाखेरि पनि आफ्नो आफ्नो इच्छा हुन्छ, कतिलाई लामो खानु मनपर्छ, कसैलाई छोटो, त्यो चाहिँ आफ्नै माथि छ। मैले चाहिँ ऱ्यान्डमली काट्दैछु है त। ऱ्यान्डमली काटेर सुप टमाटर पाकिन्जेलसम्म चाहिँ काटेर रेडी गरिराख्ने। अनि त्यो टमाटरमा सुप लगाएर हालेर बोइल भएर चाहिँ त्यहाँनिर चाहिँ मजाले उम्लेर मात्रै यो आँटा चाहिँ हाल्नुपर्छ नि त। यो पिस गरेको आँटाहरूलाई चाहिँ होइन, यसलाई ग्याथोकलाई चाहिँ रेडी गरेकोमा चाहिँ हाल्नुपर्छ। अनि त्यति बेलासम्म टमाटर पनि पाकिसक्यो। अनि मैले पानी हालेँ है मजाले, किनभने यो रस चाहिँ एकदम पातलो हुनुपर्छ, किनभने मैले आँटा बेलेर पनि काट्दाखेरि पनि आँटा लगाएको छु नि त, त्यसले गर्दा बेसी बाक्लो हुन्छ, फेरि मिठो हुँदैन। सक्दो चाहिँ यो चाहिँ पातलो हुनुपर्छ। अनि यसमा कतिले मुसुरी दालको पनि बनाउँछ, कति चिकनको बनाउँछ, अनि आफ्नो हेरी हुन्छ। यो चाहिँ बिमारीको लागि भनेर मैले टमाटर अनि प्याज अनि अघि अलिकति हल्का जिरा मात्रै हाफ टिस्पुन लगाएको छु। ल हाम्रो चाहिँ यस्तो कोडेश्वर बारीबाट चाहिँ जे टिपे पनि हुन्छ है। अब त्यसमा चाहिँ मैले भोटे धनिया सबै फुलिसकेछ नि त, भोटे धनिया फुलेकोले गर्दा भएन, यो चाहिँ यसरी पात टिपेर यो पात फेरि हङ्गा आउँछ नि त यहाँबाट, त्यसले भएर यो पात त्यसरी टिपेर चाहिँ पात टिपेर चाहिँ यो चाहिँ अब अनि यो पनि खाँदा भयो, यो पनि भयो। अनि त्यो अघि बसाएको सुपमा उम्लेर चाहिँ मैले मजाले अघि काटिराखिरहेको ग्याथुक पनि लगाएँ। अनि कतिले यसलाई कौडी भन्ने गर्छ, कौडी चाहिँ खासमा डल्लो हुन्छ, तर भन्नु यसलाई पनि कौडी नै भन्छ। मेरो आमाले चाहिँ सानोदेखि चाहिँ हामीलाई यसरी ग्याथुक भनेर अब सम्झाएको
भुजाको है हाम्रो नामै दिएको ग्याथोक दिएकोले गर्दाखेरि यो चाहिँ होममेड नुडल्स पनि भन्छ कतिले ग्याथोक है मजाले उम्लेर यहाँनिर यसलाई चाहिँ मजाले पाकेपछि त्यो अलिकति बाक्लो बाक्लो हुन्छ रस चाहिँ किनभनेदेखिको अघि आँटा पनि आएकोले गर्दा अनि यसमा मैले एभरेस्ट मसला अलिक मजाले पाकिसकेर मैले यसमा अलिकति एभरेस्ट मसला टेस्टको लागि अनि फ्लेभरको लागि एभरेस्ट मसला अन्त अघि मैले मेरो बारीबाट सानो त्यो है घुरेनबाट ल्याएको धनियाँ फ्रेस धनियाँ एकदम यो पनि मिठो मिठासको लागि अनि प्लस यसलाई डेकोर पनि गर्नु चाहिँ राम्रो देख्छ नि त त्यसको लागि चाहिँ मैले चाहिँ एउटा हातमा क्यामेरा पक्रेकोले गर्दा अलिकति अप्ठ्यारो हुँदैछ र पनि मैले तपाईँलाई देखाइरहेको छु है देखाउने सक्दो चाहिँ राम्रो देखाउने प्रयासमा छु तपाईँहरूलाई तपाईँले अघि धेरै पानी देखाउनु थियो नि यस्तो हुन्छ कि मजाले पाकेपछि यो चाहिँ उयो हुन्छ नि त घट्छ नि त बाक्लो हुन्छ नि त यो अनि मजाले चलाएर यसलाई वेल मिक्स गरेर चाहिँ अनि यसमा म अझै मिठो बनाउनुको लागि मैले अजिनो अलिकति हल्का हुकेन अजिनो हालेको थिएँ अनि यसमा आउँछ कलरको लागि अनि टेस्टको लागि कम्ती सोया सस पनि म हाल्दैछु कलरमा पनि राम्रो देख्छ किनभने कलरहरू त्यस्तो युज गरेको छुइनँ किनभने कलर खोर्सानीहरू हालेर मैले सिर्फ यो टर्मरिक अनि कलरको लागि भनेर चाहिँ टमेटो अनि यो सोया सस हल्का मैले हालेको छु है किनभने बिमारीलाई फेरि खानु त्यति रुच्दैन अनि हेर्दाखेरि पनि खङखङ लाग्ने त हुनु पर्यो भनेर चाहिँ मैले सक्दो चाहिँ मेरो लागि चाहिँ 100 बेस्ट दिएको चाहिँ मिठो बनाउनको लागि ल फेरि अलिकति मैले धनियाँ पनि राखेको थिएँ त्यो पछाडि लास्टमा माथिबाट छर्केर खानको लागि भनेर सक्दो चाहिँ यो चाहिँ मिन काटेर चाहिँ माथिबाट छर्केर खानु चाहिँ राम्रो हुन्छ किनभने अघि पाकेको अर्कै टेस्ट आयो भनेदेखि यसको अलिक फ्लेभर पनि फाल्टै हुन्छ फ्रेस अनि यसलाई चाहिँ मलाई काटेर हेर्न सक्नुहुन्छ कति मिन काट्दैछु मैले सक्दो चाहिँ मैले मिन काटिरहेको छु अनि आमाको लागि आज जातीय खाना धेरै समय भयो किनभने प्रेसर बढेको अप डाउन भएर खानु पनि धेरै समय भएको थियो नि त त्यसको लागि चाहिँ सक्दो चाहिँ आमालाई पनि खानु मन परोस् भनेर टमाटर भलै टमाटर र प्याज हालेको छु तर यसमा मैले धेरै मेहनत गरेर बनाएको छु अनि तपाईँको कतिजना बिमारीहरू छ भनेदेखि उहाँले खानु मन पराउनुहुन्छ भनेदेखि तपाईँले यो तरिकाले पकाउँदा पनि हुन्छ यसमा चिकनै हुनुपर्छ भन्ने पनि छैन यसमा भने मिठै हुनुपर्छ भन्ने छैन अनि यसमा अरू इन्ग्रेडियन्ट हुनैपर्छ भन्ने छैन तर यसमा चाहिँ बनाउँदाखेरि आफूले ध्यान दिएर अलि सक्दो चाहिँ मिठो मसिनो चाहिँ बिमारीले मिठो मसिनो चाहिँ बिमारीले पनि खानु रुचाउँछ नि त अन्त अब खोर्सानी खानु हुँदैन तेल पनि कम्ती भन्छ होइन धेरै मुख बाढेको हुनाले गर्दा उहाँहरूलाई पनि अनि जति पनि बिमारी पेसेन्ट हुनुहुन्छ आमाहरू हुनुहुन्छ प्रायः जस्तो छोरीहरूले है यसो विचार गरेर दिन सक्नुहुन्छ अनि मलाई पनि यो चाहिँ मेरो फेभरेट हो जातीय खाना भन्छौँ है हामीहरू आमा लेप्चा भएकोले गर्दा हामी चाहिँ कौडी ग्याथुकहरू चाहिँ धेरै खाने गर्छ उहिले झन् धेरै बेसी खान्थ्यो अहिले हालैमा चाहिँ अलिकति हामी कम भएको छ र पनि म छुट्टी फ्री टाइम भएको बेलामा चाहिँ मैले चाहिँ यो चाहिँ आपाको लागि भनेर रेडी गरेँ हेर्नुहोस् है त अघि कस्तो पातलो रस भएको थियो अहिले हेर्नुहोस् कति बाक्लो भएर गएको छ नि त होइन अनि तपाईँलाई पहिला त कस्तो कस्तो लागेको थियो ल अब हेर्नुहोस् है अनि यसमा स्वाद पनि मिठो फाइनल लुक तपाईँलाई म देखाइरहेको छु यो फाइनल लुक अब म तपाईँलाई टेस्ट गरेर पनि बताउँछु है यो कस्तो भएछ भनेर हेर्दामा तपाईँलाई कस्तो लाग्यो है हेर्दामा पनि एकदम डेकोरेट गरेर होइन कलर पनि आएको चाहिँ राम्रो अनि प्लस हर्दी लाएर मात्रै बनाएँ है मैले अनि खानुमा चाहिँ एकदम स्वादिष्ट भएछ मैले आमालाई सोधेको कस्तो लाग्यो भनेर सोधेको एकदम मिठो भनेर उहाँले राखिदिनु है अलिक बेलुका पनि खाना यही खान्छु भनेर भन्नु हुँदै थियो अनि यस्तो प्रकारले तपाईँले पनि बनाएर दिनुभयो भनेदेखि आफ्नो पेसेन्ट आफ्नो बिमारी आमाहरूलाई होइन फ्यामिलीमा जति पनि हुनुहुन्छ फ्यामिली मेम्बरलाई तपाईँले मुख फेर्छ नि त यस्तो खायो भने मुख चाहिँ फेर्नु दिनुहुन्छ प्लस हामी यो जाडो दिनमा पनि खाना चाहिँ एकदम राम्रो हुन्छ जिउ पनि तातो हुन्छ अन्त मैले खोर्सानीहरू केही हालिनँ नि त
त्यसले गर्दा म त खोर्सानी पनि टोक्दिएको है यम्मी होप यु इन्जोय माई भिडियोज थ्याङ्क यू सो मच तपाईँले मेरो भिडियो फर्स्ट टु लास्ट हेर्नुभएको छ आशा गर्छु तपाईँले पनि मन पराउनुहुन्छ भनेर यो चाहिँ मेरो फेभरेट जातीय खाना ग्यातुक तपाईँहरूको माझमा चाहिँ लिएर आएको छु पस्केर ल्याएको छु है थ्याङ्क यू सो मच